ready? Yes. Okay. आज हामी दिवाली मनाउन गइरहेका छौं। यसमा हाम्रो तास हैन कि उनो के रे उनो खेल्दै छौं। उनो गेम खेल्दै छौं। यो अलि तास भन्दा अलि बिरह अलि भव्य गेम रहेको छ र तपाईहरुले पनि केही कति सिक्नु हुनेछ र हामीले पनि त्यति सिकेका छैनौं र पछि केही सुझाव सल्लाहहरु कमेन्टमा प्रदान गर्नु होला। ल मैले बाँड्दै छु, छोरोले काट्छ। अब काटौं। ओके, यसमा 7 पत्ती भाग हाल्नु पर्छ। 2 3 4 5 6 7। ओके, अब यहाँ एउटा हामीले कलर यहाँ पल्टाउनु पर्छ। ब्लू कलर आएको छ। ब्लू कलर आएको छ। यहाँ पनि येल्लो छन्। रेड येल्लो छ। ल ब्लू कलर आएन भने बेटा तिमीले ड्र गर्नुपर्छ। यहाँबाट ड्र पाइलबाट ओ आयो, तिम्रो त ब्लू आयो। ब्लू फाल। अब मेरो पनि ब्लू छैन, म पनि एउटा ड्र गर्छु एउटा पाइलबाट। फेरि येलो मात्रै आयो। येलो आयो भने अब यो हातको हातै राख्ने हो कि त 4 आउनु पर्यो। ब्लू छैन, 4 पनि छैन हैन। ओ ब्लू आयो अझ तिम्रो। अब 6 छ मसित 6 छ यहाँ। 6 छ भने 6। ल येलो, अब येलो फाल्ने। येलो छ, येलो फाल। 6 फाले पनि भयो। ओके, येलो कलरमा त जुनसुकै फाले पनि हुन्छ। 2 येलो फाल। ओके, ल येलो फाल्यो। ल येलो फाल्यो। येलो फाल्यो। रुक कहाँ छ येलो? यो 2 ड्र गरे, यहाँबाट दुईटा तान्नु पर्यो। यो 2 ड्र अघिदेखि तानेको छैन हैन। 1 अर्को पनि तान। 2 बस। अब चुप्ला। अब येलो मसित छैन भने म पनि यहाँ ड्र गर्छु पाइलबाट। फेरि आएन। ल येलो फाल। येलो अझ येलो छैन भने मैले यहाँ ड्र गर्नु पर्यो। यस्तो आयो। यस रुक कलर चेन्ज गर्न मिल्यो यहाँ मैले। यो ल रेड फाल्नु। रेड फाल। अब रेड आयो हैन। ल रेड आयो। स्किप आयो मेरो। अझ रेड फाल। यो रिभर्स भने अलि रिभर्समा अब दुईजनामा रिभर्स कस्तो हुने हो त्यो पत्तो भएन। ल रेड कहाँ छ? कहाँ फाल्न लाग्छ यो? ताने। रेड आयो। ल फाल। रेड आयो। ल अझ रेड आयो मेरो पनि। अब रेड छैन तिम्रो हैन। अझ रेड आयो। अब रेड अब मैले पनि तान्नु पर्यो। ल स्किप। तेरो पाली घुम। अब ल दुईटा तान यहाँबाट दुईटा तान। उस्तै पनि मैले जितिहालेँ भाइ। हेरेर अलि हामीहरू पनि सिक्दै क्रममा छौं। यसरी अब जसको यो कार्डहरू छिटो सकिन्छ। नबिगार्नु। अब कसरी मिलाउँछ रे? जसको चाँडो सकिन्छ उले जित्ने हो। मेरो कार्ड अहिले सकियो छिटो, त्यही भएर अहिले मैले जितेँ। 3 वटा चाहिँ छोरोले जितेको थियो। अहिले 4थो नम्बरमा मैले बल्ल जितेँ। सबै सुल्टा बनाउने है जस्तो। यसमा जम्मा 108 हो कि कति 112 गनेको पनि छैन। तर 4 वटा कलर हुन्छ अनि 3 प्रकारको एक्सन कार्डहरू हुन्छ अनि 2 प्रकारको वाइल्ड कार्डहरू हुन्छ। तिनीहरूको अलग-अलग स्कोरिङ पोइन्ट अनि अलग-अलग तिनीहरूको काम हुने गर्छ। त्यसैले अब यसो हामीले पनि अब युट्युबबाट हेरेर अलिअलि थाहा पाएको हो। तपाईहरु पनि बृहत अथवा बढी जानकारीका लागि युट्युबमा हेर्न सक्नुहुन्छ। उनो गेम भनेर यसरी खेलिन्छ। 2 प्रकारको वाइल्ड कार्ड छ, 3 प्रकारको एक्सन कार्ड छ अनि 0 देखि 9 सम्मका विभिन्न कलरका तासहरू रहेका छन्।
यसरी कलरमा कलर फाल्नुपर्छ, कलरमा कलर फाल्नुपर्छ। कलर छैन भने, कलरमा सेम कलरको छैन भने हामी यहाँ ड्र पाइलबाट तास तान्नुपर्छ। यसरी चाहिँ जसको पहिला यो तासहरू सकिन्छ ऊ नै विनर बन्छ यसमा। त्यसैले एकदमै अब सेम कलरहरू फाल्नुपर्ने यताउता भएको हुनाले लगभग फ्यामिली गेम, एकदम रमाइलो गेम देखिएको छ यो। त्यसैले हामी पनि यसो दिवाली मनाउँदैछौँ। ल, थ्याङ्क यू सो मच। सब्सक्राइब द च्यानल and like and share the video if you like. Thank you.